हेलो हाई नमस्ते। म चाहिँ आज आइपुगेको छु वान अफ द बेस्ट एक्सपिरियन्स जोन अफ टाइल्स र मार्बलको जुन हामीले प्राय घरमा काम गर्छौँ त्यो एक्सपिरियन्स जोनमा आइपुगेका छौँ। यहाँ चाहिँ हामीले स्पेसली कजरियासँग डिल गर्छौँ। हामीले जहाँ पनि साइटमा युज गरिरहेको राम्रो टाइल्सहरूमध्ये एउटा चाहिँ कजरिया ब्रान्ड रहेको छ र हामीले कहाँबाट टाइल्स ल्याउँछौँ त हाम्रो साइटहरूमा भने यो यही ठाउँ रहेछ। यहाँबाट हामीले चाहिँ टाइल्सहरू लग्छौँ अनि लगाउँछौँ, राम्रो राम्रो लेबरहरू युज गर्छौँ अनि फिनिसिङका कुराहरू जुन हाम्रो भिडियोहरूमा हेर्नुहुन्छ अथवा हाम्रो क्लाइन्टहरू जति पनि साइटमा गइराख्नुहुन्छ प्राय ठाउँमा हामीले चाहिँ कजरिया युज गरिरहेछौँ। विगतको 10 वर्षदेखि हामीले चाहिँ कजरिया युज गरिरहेछौँ र अरू पनि ब्रान्डहरू छन् सँगसँगै भने माथि चाहिँ एउटा प्रिमियम सेगमेन्ट नेक्स्ट जोन उहाँहरूले गर्नु हुँदो रहेछ। आज हामी यही सोरुमका सञ्चालक अंकित अग्रवालसँग हामीले कुरा गर्दैछौँ। उहाँको एक्सपिरियन्स यो लाइनमा कस्तो रहेको छ, उहाँसँग कस्तो कस्तो क्लाइन्ट पुग्नुहुन्छ, कस्तो कस्तो इन्टेरियर आर्किटेक्टले उहाँसँग एसोसिएट भएर काम गर्दैछौँ, त्यो मध्ये हामी पनि नेक्स्ट जेन एउटा रहेको छौँ। अंकितजी नमस्ते। नमस्ते, वेलकम। हजुरको एक्सपिरियन्स अनुसारले हामी नेपाली मार्केटमा चाहिँ कस्तो कस्टमरहरूले तपाईँ डिल गर्दै हुनुहुन्छ, कस्तो कस्टमरलाई यो मन पर्दैछ कजरिया ब्रान्ड अनि कहाँ कहाँ यो युज हुँदैछ, कमर्सियल, रेसिडेन्स, होटेल्स, यो अलिकता हामीलाई विस्तार रूपमा भनिदिनुहोस् न। यो सोरुम खोलेको हजुर मोटामोटी 4 वर्ष भइसकेको छ। पहिला चाहिँ प्रिमियम सेगमेन्टमै बढी जान्थ्यो तर अलमोस्ट 3 इयर्सदेखि यहाँ फ्याक्ट्री नै आइसकेको छ। तो यो सबै सेगमेन्टहरू एकदम रिजनेबल रेटमा अवेलेबल छ। कमर्सियली तपाईँको रेजिडेन्सियलमा पनि एकदमै युज भइरहेछ अहिले चाहिँ। अनि एभ्री डे इट्स अ ग्रोइङ मार्केट। टाइल चाहिँ एभ्री डे तपाईँको 2x4 मेजर आजकल जुन पहिला नेपालमा म्याक्सिमम सेल हुने आइटमहरू 12, 18, 16 थियो, मान्छेलाई 2x2, 2x4 को यति थाहा पनि थिएन। तर लास्ट 2 वर्षदेखि अलमोस्ट तपाईँको सेगमेन्टै चेन्ज हुँदै गइरहेछ। अनि हाम्रो यो सोरुम कजरिया इटर्निटी नेपालको फर्स्ट एन्ड ओन्ली सोरुम छ। यहाँ सबै जुन हामीसित अवेलेबल टाइलहरू छ त्यो विट्रिफाइड बडी मात्र छ, नर्मल छैन हजुर। इभेन यो सोरुमको अलिकता अगाडि गएर हामीसँग मार्बल र ग्रेनाइटको पनि हाम्रो सोरुम छ सायद, होइन? जुन कि कस्टमरहरूले हाम्रो त्यहाँ गएर जुन मार्बल लगाउनु पर्यो अथवा के गर्नु पर्यो भने त्यहाँ तपाईँसँग कन्सल्ट गर्न सक्नुहुन्छ। हजुर, अगाडि हाम्रो मार्बल प्यालेस छ, त्यो सोरुम चाहिँ हाम्रो अलमोस्ट 15 इयर्स नै पुरानो छ। त्यसमा हजुर मेनली हामीले ग्रेनाइट मार्बलहरू चाहिँ डिफ्रेन्ट फिनिसिङहरूमा इटालियन डिजाइनिङहरूमा अवेलेबल छ। हाम्रो ग्राहक अथवा हाम्रो कस्टमर जति पनि नेक्स्ट जेनको भ्युअरहरू हुन्छ उहाँहरूलाई चाहिँ हामीले कस्तो प्रोडक्टको युज गर्छौँ, कतिको ट्रस्टेबल हामी कस्टमरलाई प्रोडक्ट युज गर्छौँ भन्ने कुराहरू हामी प्राय यहाँ देखाइरहेको हुन्छ भिडियोमा। अहिले पनि हाम्रो ग्राहकहरू जति पनि कस्टमरहरू हुन्छ हामीलाई एउटा कुरा भन्नुहुन्छ कि तपाईँले डिजाइन यति राम्रो बनाउनुहुन्छ तर प्रोडक्ट कस्तो लगाउनुहुन्छ। त्यस कारणले 2026मा हामीले हाम्रो जति पनि क्लाइन्टहरू हुनुहुन्छ बाहिरको अथवा नेपालमा बसिरहेको, हामीले यो भिडियो बनाउनको उद्देश्य नै यही हो कि हामी कहीँ पनि चिटिङ गर्दैनौँ, कहीँ पनि हामीले चाहिँ एउटा सामान भन्ने र अर्को सामान लगाउने भन्ने हामी गर्दैनौँ। चाहे तपाईँ घर बसेर बनाउनुहोस् चाहे नबसेर बनाउनुहोस्, हामीले जति पनि जेन्युन प्रोडक्टहरू छ तिनीहरूको सोरुम देखाउने, तिनीहरूको जति पनि ओनरहरूसँग भेटाउने र ओनरहरूलाई नै यहाँ राखेर हामी नेक्स्ट जेनमा यसरी प्रोडक्टहरू युज गर्छौँ भन्ने कुराहरू जुन हामी ट्रस्ट बिल्ड गर्न खोज्दैछौँ त्यसको आज एउटा वाक थ्रु पनि हामी यसरी गर्छौँ र कस्तो कस्तो टाइल रहेछ यो सोरुममा भन्ने कुरा पनि हामी देखाउन गइरहेछौँ। Can we have a walkthrough, please? यो चाहिँ हाम्रो हजुर यहाँ नेक्सेन ग्यालेरी बनाएको छ। नेक्सेन भनेको तपाईँको इटालियन ब्रान्ड भयो। अलमोस्ट 3 इयर्स ब्याक यसको जुन फ्याक्ट्री थियो त्यो इन्डियामा पनि सेटअप भएको थियो हजुर। यसको चाहिँ मेन हाम्रो खासियत के छ भने तपाईँले यो जति पनि कलर हेर्नुपर्छ नि हजुर, जुन कलर तपाईँले हेर्नुपर्छ त्यो कलर तपाईँले जुन साइजमा जुन फिनिसमा त्यो तपाईँले कस्टमाइज गराउने सक्नुहुन्छ। यसमा भन्नाले मैले जुनै साइज भने पनि आउन सक्छ यहाँ। हजुर, यसमा त्यो हाम्रो 8वटा फिनिसिङ छ। ओके, यहाँ पनि छ हजुर। जस्तो नेचुरली भयो, तपाईँको यो म्याट भयो, फुल लपातो भयो, लपातो म्याट भयो, यस्तो 8वटा फिनिसिङ छ। अलमोस्ट दे हेभ अराउन्ड मेरो विचारमा हजुर मोर देन 50 डिजाइन छ। मैले एउटा कुरा के देख्दैछु भने अरू टाइल भन्दा यो टाइल अलि मोटो छ है, अलिकति मोटो छ हैन? दे रिजेक्ट यिनीहरूको जुन रिजेक्सन लेभल छ नि हजुर प्रोडक्सनमा त्यो मोर देन 10% छ।
त्यो भनेको एउटा हेभी नै त्यो भयो किनकि यिनीहरू यति प्रिमियम छ कि भन्नाले रिजेक्सन प्रोजेक्ट भनेको लेस देन 10 नै रिजेक्सन 10% अलमोस्ट 10% छ जुन Okay. फ्याक्ट्रीबाट म्यानुफ्याक्चर हुन्छ नि हजुर ओके अलिकति जुन हामीले तपाईँ र म जस्तो मान्छेलाई थाहा पनि पाउँदैन हजुर। तर यिनीहरूले चाहिँ सबै रिजेक्ट गरिदिन्छ ए भन्नाले नमिलेको कुरा रिजेक्ट गर्नु एकदम हजुर उनीहरूको यति क्वालिटी कन्सर्न यति क्वालिटी कन्सियस ओके द्याट्स वाइ इट्स कल्ड प्रिमियम सेगमेन्ट नि हैन उनीहरूले ए लाइन बाइ लाइन यो आउने कहाँबाट म्यानुफ्याक्चरिङ भएर अहिले चाहिँ इन्डियाबाटै आउँछ इन्डियाबाटै आउँछ यिनीहरूको म्यानुफ्याक्चरिङ युनिट इन्डियामा गुजरातमै छ हजुर गुजरातमै छ मोरबीमा र यसको लुक्स नै एकदम राम्रो छ यो टाइल्सको हेर्दैखेरि प्रिमियमनेस तपाईँले आउँछ जुन कलर हो। हेर्नुभयो जुन साइज चाहनुहुन्छ त्यो मोटामोटी पाउनुहुन्छ जस्तो यो पनि यत्रो साइजको टाइल नै हो यो 8x4 को भयो हजुर वाउ यसमा तपाईँ अब जस्तो यो चाहिँ हजुरको म्याट भयो हजुर यो हेर्नु यो चाहिँ यसको फुल ग्लसी भयो हुँ, यो चाहिँ हाम्रो एउटा इटालियन डिजाइनिङमा मार्बल आउँछ बोटोचिनो भन्ने हुँ। त्यो इन्डियाबाटै आउने हो त्यो सेम कपी गरेको छ इभन म प्राइस पनि हेरिरहेको छु यो मार्बल भन्दा महँगो छ यो चाहिँ अलि महँगो छ होइन टाइल भएर पनि टाइलमा marble- टाइलमा मा- नेक्सेन भनेको तपाईँको इन्डियाको टप मोस्ट ब्रान्ड नै top आजको most हो, 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 हो। मैले युज गरेको छु एउटा साइटमा हाम्रो साइटमा युज गरेको छौँ हामीसँग एक्सपिरियन्स छ महँगो पर्दा पनि तर त्यसको लुक्स चाहिँ एकदमै बवाल अब लागेको यिनीहरूले थियो। हामीले अहिले युज गरेका छौँ कति एउटा साइटमा चाहिँ युज गरेका छौँ होइन यो चाहिँ अहिले नयाँ सिरिज निकालेको छ हो। यो तपाईँको आजकल जुन चलेको छ नि बेबी हो। प्याटर्नहरू हजुर अनि यो खोपा खोपा लगाएको यो हजुर, जुन यो प्याटर्न जुन तपाईँको शावर एरियालाई हाइलाइट गर्ने हजुर। यताउता हो। धेरै युज हुन्छ हो। कमोडको पछाडि इफ हामीले प्रोजेक्टमा गयौँ ठुल्ठुलो होटेलहरूको प्रोजेक्ट जता नम्बर्स अफ बाथरुम हुन्छ त्यसमा चाहिँ प्राइस कन्सिडर अलिक बेटर गर्न मिल्छ कि मिल्दैन अलिकति हजुर कम्पनीले कन्सिडर गर्छ प्रोजेक्ट रेटमा पास गराउने ओके पुरै त्यो हुन्छ ओके यसको हजुर जुन मेकिङ छ नि त्यो हजुर। एकदमै डिफरेन्ट छ तपाईँले तल पनि टाइल हेर्नुभयो अरू हो। पनि धेरै कम्पनी धेरै हेरौँ हजुर हो। तर यसको जुन फिनिसिङ छ यसले हो। जुन तरिका अरू सबै जति पनि हो। टाइल ब्रान्डहरू छ नि हजुर यो त कस्तो फिल भयो मैले अहिले हेर्दाखेरि टाइलै होइन क्या होइन जस्तै यो जुन देखिरहेछौँ नि हामी लुक्स त्यो आफूलाई फिल के भन्छ टाइल होइन कि समथिङ अर्कै एमडिएफले अथवा केले बनेको जस्तो फिल भइरहेछ यो यसको नयाँ सेगमेन्ट कस्तो आएको छ मजा। हजुर अहिले हो, अनि यसको यो सबै कलरहरू हेर्नु न हजुर हो। यो तपाईँले इन्डियातिर त हजुर यो बिल्डिङ एलिभेसनमा सुरु मतलब मजाले। लाउन सुरु भइसकेको छ हो एलिभेसनमा इभेन्ट एलिभेसन ओके भिट्रिफाइड बडी टाइल्स छ जहाँ तर पनि राख्ने- जोइनिङ त एलिभेसनमा देख्ला नि त फेरि अलिकति देखिन्छ तर हजुर त्यो स्पेसर त राख्नु नै पर्छ अँ, आजकल अनिवार्य नै भइसकेको छ अनिवार्य किनकि नै भइसक्यो। नेचुरल चेन्जेसले गर्दा हो, एक्सपेन्सन कन्ट्राक्सन एकदमै बढिरहेछ हजुर हो, त्यो चाहिँ एकदमै जरुरी छ फेरि हो, यसको जुन यो फिनिसिङहरू हेर्नु एकदम राम्रो छ मतलब अरू कुनै टाइल कम्पनीले हो। यो मतलब यो लेभलको यो जुन लेभलको रिसर्च अहिलेसम्म, आरएनडी गरेर मजाले दिइरहेछ बनाइरहेको छ नि त्यो एकदम बवाल छ एकदम मजा आयो सो थ्याङ्क यू सो मच यति हजुरले देखाइदिनु भयो र यति हाम्रो क्लाइन्टहरू नेक्स्ट जेनको जति पनि क्लाइन्टहरू कस्टमरहरू हुनुहुन्छ म अफकोर्स यहाँ लिएर त पक्कै पनि आउँदै गर्छु र आइ पनि रहेको छु तर कतिको क्लाइन्ट हुन्छ जुन हामी विदेशमा बस्नुहुन्छ उहाँहरू आउनुहुन्न सर कस्तो टाइल लाग्छ कुन सेगमेन्टको लगाउनुहुन्छ अनि हामीले भन्छौँ कजरिया निटको अथवा नेक्स्ट जोन यो कुराहरू जुन हामी भिडियोमा अब देख्छौँ जुन हाम्रो प्रोफाइलमा हामी राख्छौँ त्यसमा चाहिँ अझै पनि उहाँहरूको ट्रस्ट हामी जित्ने प्रयास गरिरहेछौँ थ्याङ्क यू सो मच अङ्कितजी थ्याङ्क यू